शक्तिका 48 नियमहरू। 1. आफूभन्दा माथिका मानिसलाई छायामा नपार्नु। यसको अर्थ हो तपाईको हाकिम, गुरु वा शक्तिशाली व्यक्तिलाई आफूभन्दा कमजोर, कम बुद्धिमानी वा कम सक्षम महसुस नगराउनु। कहिलेकाहीँ हामी आफ्नो प्रतिभा देखाउन खोज्दा आफूभन्दा माथिका व्यक्तिलाई असुरक्षित महसुस गराउन सक्छौं। शक्तिशाली मानिसलाई लाग्यो कि तपाईले उसको स्थान लिन खोज्दै हुनुहुन्छ भने ऊ तपाईलाई समर्थन गर्नुको सट्टा रोक्न थाल्न सक्छ। बुझ्नुपर्ने कुरा, तपाई सक्षम हुनुहुन्छ भन्ने देखाउनु राम्रो हो, तर यस्तो तरिकाले देखाउनुहोस् कि माथिको व्यक्तिको सम्मान पनि जोगियोस्। उदाहरण, अफिसमा तपाईले राम्रो विचार दिनुभयो भने यो मेरो विचार हो भनेर मात्रै प्रस्तुत नगरी सर म्याडमको डाइरेक्सन अनुसार यो अप्रोच सोच्न सकिन्छ भन्नु रणनीतिक हुन्छ। सावधानी, यसको मतलब आफूलाई कमजोर बनाउनु होइन, यसको मतलब इगो म्यानेजमेन्ट गर्नु हो।